हेलो गाइज, नमस्ते। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज बाइक लिएर म चाहिँ ग्यारेजतिर जाँदैछु। यो भात गाउँ हो, दमौली तनहुँ भात गाउँ हो। म तपाईँले मेरो अगाडिको ट्रक गयो क्या बाइकको, त्यही भएर टेक्रा टेक्रा आवाज आउँछ होइन। त्यो बनाउनलाई जाँदैछु म। जस्तै चर्को घाम लाग्छ गाइज है। त्यो चाहिँ भात गाउँ हो। त्यो भात गाउँ पनि हो। यो रोड चाहिँ खासमा चाहिँ हाम्रो यो मन्दिर जाने क्या, छाब्दी बाराई मन्दिर जाने बाटोको मेन हाइवे हो भात गाउँको। चलाएर मनोकामना चोक हो। मनोकामना चोकबाट म जान्छु कि त्यो बुल्दी खोलाको पोइन्ट पुल हो। गाडीहरू पनि यार आँखै नहेरी चलाइदिन्छ क्या। गुडिरहेको गाडीहरू त रफ्तारमा हिँडिरहेको हुन्छ नि आफ्नै सुरमा। तर बिचमा चोकबाट काट्ने गाडीहरू हेरेर स्मार्टमा काट्नु नि है, जताभाइले चाहिँ चलाइदिन्छ भने चाहिँ नियमै थाहा छैन। त्यसलाई त नियमै थाहा छैन। नियम थाहा त नभएको होइन, भएको हो तर लापरवाही। है म चाहिँ गणेशमान चोक पटे। दमौली बजार आइसक्यो फाइनल्ली। म तपाईँलाई दमौलीको हलेनको बाटो कति बन्यो कस्तो बन्यो त्यो पनि देखाउने छु है त गाइज, हेर्दै गर्नु होला। त्यही हो, हलेनको बाटो सुरु भइसक्यो गाइज। है म थलेनको बाटो कुर्दैछु। तर थलेन यही है। त्यसलाई हेर्नुहोस्, म भोलेडाँडा चोक आइसकेँ। दमौली बजारको भोलेडाँडा चोक हो यो। यो बाटै रोकिदिइसक्यो क्या हो, हेरै नपाइने हो जस्तो छ यहाँ त। बाटो के हो क्या यार, फ्याँकिदियो। मुला डन्ठेहरूले फेरि लाल्याङ गरिदिन्छ नि त। डन्ठेमा हेर्दाखेरि नम्बरैको नि त पैसा कमाउन त फेरि अलिकति डराउन पर्ने। अन्त नियम नै पालना गर्नुपर्छ हामी आफैले, नत्र दुर्घटना हुनसक्छ। गाडी म घुमेर आएँ है। तिरेको छ डन्ठीले ल्याङ हान्छ भनेर फेरि मामापाटी त फेरि डेन्जर हो नि त। फेरि बुलेट चढेर हिँड्नु भयो मामाहरू। हेर त्यसरी गाडीले ऱ्याक हान्छ क्या। अब फेरि के गर्छ यार यो गाडीले यार। अगाडि जानु फेरि अर्को आइदिन्छ यहाँ। मामापाटीहरू यस्तो गर्दै हिँड्छ। यो भोलेडाँडा चोक हो, यसलाई हेर्नु है। भोलेडाँडा चोक आउँदैछु म। थलेनको बाटो सरर घन्ट्याङ हुन्छ नि सररलाई हेर्नु है। यसरी बाटो त यार ला धुलो। मलाई अटोमा डेन्जर कुदाइदिन्छ भने त्यो पिङपाङले घरि कुद्छ भनेको कि त्यहाँदेखि आफ्नो त कुदाउन नि मिल्दैन। ट्रक बिग्रिएको छ। अब ग्यारेजमा जाने हो, ट्याक्क अब 2-3 हजार चुना लाग्छ। धुलो यस्तो फाना गर्छ क्या बाइक पनि। अचम्मको छ भन्ने आशा गरेर बर्बाद भने। दमौली बजारको यो के भन्छ यसलाई, बागबजार। ए कान्छाले उडाउनु बोलेर उडाउँछ फेरि यार।
बोलेर यस्तो रन गरेर आइदिन्छ नि आएको छ बोलेर त फेरि आएको छ बोलेर र टिप्पाको त म चिन्ता कि रिसार्च गरेँ यो दुई चिज गरेर त म त जोगिन पर्छ यार हान्ने त मिलाएर आँखै नहेरी नबार्ने हो है गाई त अब म त ग्यारै त्यो बिस्तारै छिर्दैछु कुन चाहिँ ग्यारेज हो मैले बिर्सेँ यार हेर्नुहोस् यस्तो बिजोगको अवस्था छ यो सक गएर यहाँ ल्याङ भएर यहाँ बनाउँदैछ है त यस्तो अवस्था छ है यस्तो छ पुरा बिग्रेर है यस्तो डेन्जर है मलाई यो स्प्रिङ भाँच्ची जस्तो लागेको थियो तर भाँच्चिएर रहन्छ यस्तो बिजोगको अवस्थामा छ भयो है मेरो बाइक चाहिँ ट्याक्काटुक्का भयो ल है त आज यति नै अब तपाईँहरूलाई म फेरि अर्को भ्लग चाहिँ राइड गरेको देखाउनेछु माया गर्नु होला है त।